भाव सॉरी है ओ माय गॉड निधन भएकोमा उहाँप्रति भाव पूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। के छ म यहाँ ससुरा कुरा गर्ने रे बात गर्छु फोन दिऊ के भयो जडिया आफू सुत्दैन अनि अरूलाई पनि सुत्न दिँदैन यतिको दासी भयो यो नम्बर सेभ नगर्ने माने सधैँ धोका खान्छ। एउटा आइफोन नकिनी भएन। आदरणीय दर्शक देख्नुहुन्छ हेर्नुहोस् एयरपोर्ट गौतम बुद्ध अन्तर्राष्ट्रिय एयरपोर्टमा भैँसी हेर्नुहोस् यसरी भैँसी चराइराखेको छ हेर्नुहोस् ऊभन्दा दक्षिण तिर हामीले यो जग्गा किन हामीले किन्यौँ भन्ने कुरा त्यो मैले चाहिँ बुझ्न यस्तो अवस्था छ मन्जु हामी देखाइराखेका छौँ भैँसी एयरपोर्टमा भैँसी कुदिरहेको छ। आदरणीय दर्शक हेर्नुहोस् एयरपोर्टमा प्लेन उड्नु पर्थ्यो प्लेन उड्दैन भैँसी भन्नुहुन्छ बालन सरलाई भन्नु त के भन्नु अब आफूभन्दा सानो छ नि भाइ आफूभन्दा ठुलो छ नि दाइ। नेपालको प्रधानमन्त्रीलाई भेट्नुभयो भने के भन्नुहुन्छ? अब प्रधानमन्त्रीलाई भेट्यो भने अब म के भन्छु अब अङ्कल भन्छु होइन र या दाइ भन्छु। तपाईँलाई घुम्न मन लाग्यो कुन कुन? नेपालमा भनेको चाहिँ मलाई पोखरा अनि यता इलाम अनि यता हङकङ होइन नि। अब बुढोले बाहिरको काम गर भने बुढीले भित्रको काम गर्ला अनि फेरि केटाहरू आएर फेरि भित्रको काममा गरिदियो भने फेरि बर्बाद भइहाल्छ नि। एक्सन पनि राम्रो लाग्छ र डाइलेक्ट पनि राम्रो लाग्छ। के कुराले खुसी बनाउँछ तपाईँले? पाखान पाइसी एबिसिडी भन त के आउनका पुरै भन आउन नाम भनेर तिम्रो के हो? एलेस एलेस के एलेस पुराखे के भन्न आउँछ? मलाई अरू केही नि भन्न आउँदैन। के आउँछ त? मलाई त केही नि आउँदैन। अघि